सबैजनालाई नमस्कार। हामी चाहिँ दिदी बहिनी हो। उहाँ चाहिँ मेरो दिदी, ठुली दिदी अनि भेना यहाँ घरमा आउनु भएको छ आज पोखराबाट। त्यही भएर एउटा मेमोरीको लागि यसो दिदी बहिनीको अनुहार हजुरहरूलाई पनि देखाऊँ भनेर टिकटकमा यहाँ बसेर हाम्रो अनुहार देखाउँदैछौँ ल साथीहरू। सबैजना नाता आफन्त दिदी बहिनी सबैजनाले हेर्नु नै हुन्छ होला होइन। हाम्रो अनुहार चाहिँ यतिको भएको छ है हिजो आज साथीहरू यस्तै छ। हाम्रो दिदीहरू चाहिँ अब आजै जानुहुन्छ उता छिन्ताङ। अब भोलि पर्सि फर्किँदाखेरि आउनुहुन्छ कि आउनुहुन्न। अब आउनुभयो भने फेरि पनि यसरी बसेर टिकटक बनाउने हो दिदी बहिनी। अनि अब फेरि अब हामी जान लागेको, त्यही भएर हामी रेडी भएर एकछिन यसो अनुहार देखाऊँ न त भनेर हजुरहरूलाई पनि है साथीहरू। उहाँ मेरो जेठी दिदी, म चाहिँ माइली। साइली र कान्छी आफ्नो आफ्नो ठाउँमा छन् साथीहरू। यति भन्दै बाई बाई भन्न चाहेँ है त साथीहरू। हामीले माया गरिदिनु है साथीहरू। ल अनि दिदी चाहिँ बोलाएर बस्यो, नबोल्ने रहेछ, लाटी रहेछ भनेर सोच्नु होला कि म पनि बोल्छु है। म चाहिँ एकदमै छोटो समयको लागि म आज माइती देशमा आएको छु साथीहरू होइन। मेरो बहिनीको सानो मिनी ब्लगमा मैले पनि दुई शब्द केही शब्द बोल्न मन लाग्यो। अनि म चाहिँ 1 वर्ष अगाडि आएको थिएँ। अनि मेरो श्रीमान चाहिँ 9-10 वर्षै भएन आउनुभएको, भ्याउनु भएन उहाँ काम विशेषले गर्दाखेरि। अनि आज आएछौँ एउटा छोटो समय लिएर होइन। अनि अब मेरो श्रीमान लगायत मेरो मामा, विशेष गरेर मेरो मामा एकदमै किस्तै बिरामी हुनुहुन्छ, उहाँलाई भेट्नको लागि भनेर छोटो समय लिएर बिदा लिएर आएको। अनि हामी चाहिँ सरसर जानु पऱ्यो भने क्या फेरि माइली बहिनीलाई किन चित्त दुखाउनु, यहाँ बाटैमा किन गरेर जानु भनेर नि, छोडेर जानु भनेर एकछिनको लागि। अनि समय भयो भने म पछि फर्केर आउनेछु फेरि होइन। यही बाटो फर्किने बेलामा यही बाटो आउँछु। दाजु भाउजूहरूलाई पनि भेट्नुपर्ने छ होइन। अनि दिदीहरूलाई भेट्नुपर्ने छ। समय रह्यो भने होइन, बिदा थपियो भने फेरि फर्किने बेलामा चाहिँ फेरि यतै आउँछौँ। अनि फेरि टिकटक बनाउँछौँ है त। हस् त बाई बाई। बाई बाई, नमस्ते सबैजनालाई।